अब मी एन्ड माई क्रिएसन भनेर जहाँ मैले ब्रस राख्छु, जहाँ मेरो रङ त्यहाँ फोक्छ, जहाँ म त्यहाँ काम गर्छु, त्यो मेरो क्रिएसनै हुन्छ। र त्यहाँ चाहिँ नि अहिलेसम्म चाहिँ नि यो पेन्टिङै भएन, यो मेरो क्रिएसनै भएन भनेको हुँदैन। त्यसैले यो माई क्रिएसन भने के छ भने म जे एउटा सिर्जना गर्छु त्यसमा म जे चाहन्छु त्यही हुन्छ नि। मेरो धेरै जस्तो पेन्टिङहरूमा लेडिज फिगरहरू हुन्छ। उनीहरूको जेस्चरदेखि लिएर, उनीहरूको हेराइदेखि लिएर, उनीहरूको सफ्टनेसदेखि लिएर आई रियली एप्रिसिएट। अब जसरी पेन्टिङ गर्दाखेरि सबैभन्दा पहिला मैले हेर्ने मेरो बानी के छ भनेदेखि सानो साइजहरू भन्दा ठुल्ठुलो साइजहरू मनपर्छ। र फेरि अब ग्यालेरीतिर एक्जिबिसन गर्दाखेरि पनि सबैभन्दा म ग्यालेरी हेर्छु, किनभने त्यो ग्यालेरी कुन साइजमा छ, कसरी गर्ने, त्यो साइज अनुसारको मेरो प्रोसेस हुन्छ। आज म कुन कलरमा काम गर्दैछु भनेपछि त्यो कलर पुग्छ कि पुग्दैन, त्यो कलरहरू सबै म जम्मा गर्छु। बाहिर गएर रुखको ढाङ्गा पनि लिन्छु, किनभने त्यसले पनि खिसार्नु पर्ने हुन्छ। र त्यहीँबाट चाहिँ नि राम्रो एउटा सिर्जना हुन्छ। खास भन्ने हो भने स्टाइल भनेको आफूले बनाउने होइन, त्यो बनेर जाने हो। स्टाइल भनेको उसको त्यो क्यानभासमा रङ राख्ने तरिका, उसले घोट्ने तरिका, उसले प्रयोग गर्ने रङहरू र उसले थिम लिने तरिकाहरू। मलाई त्यसैले समय समयमा के लाग्छ, म कुनै स्टाइलमा बाँध्न चाहन्न। सुत्दाखेरि पनि त्यो सिलिङमा म त्यहाँ चित्रहरू हेर्छु। आगो भन्दाखेरि आगो मलाई चाहिँदैन, तर म आफै आगो बन्छु। पानी बन्दाखेरि पानी त चाहिँदैन नि, म आफै पानी बन्छु। हिउँ बनाउनु पर्यो भनेदेखि हिउँ त धिका राखेर त हुँदैन नि, आफै मनभित्रको हिउँ म आफै बन्छु। त्यसैले अहिले पनि म सबै कलाकारलाई जे बनाउने हो तिमी आफै बन न, अनि त्यो बनिहाल्छ नि। अहिलेको एउटा नयाँ सिरिज मेरो मी एन्ड माई क्रिएसन चाहिँ नि त्यो ग्यालेरीमा, त्यसमा वेबसाइटमा हेर्नुहोस् र त्यो वेबसाइटमा हेरेर लिनुहोस् पनि र त्यसलाई ठिक छ छैन त्यो पनि भनिदिनुहोस्। किनभनेदेखि हामी कलाकार भनेको चाहिँ नि अरूले हेर्दाखेरि नै हामीलाई आनन्द आउँछ।